म तपाईहरुलाई सम्पूर्णलाई एउटा साधारण प्रश्न सोध्छु। म मधेस भन्दाखेरि तपाईहरुलाई के चाहिँ याद आउँछ? के चाहिँ सम्झिनुहुन्छ? यो उत्तर तपाईहरुले अहिले दिनु पर्दैन। मैले के सम्झिन्छु भन्ने कुरा अब म भन्छु। सप्तरी, सिरा, महतरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा गरी नेपालको 8 वटा जिल्लालाई ओगटेर 9661 वर्ग किलोमिटरमा फैलिएको यो प्रदेशले नेपालको कुल भूभागको 6.5% भूभाग भित्रै 62 भन्दा बढी जात जाति रहेको तथ्यलाई प्रष्ट गर्दछ। र विगतमा फर्केर हेर्दा प्रदेशको नामाकरण र मधेसी जनअधिकारको लागि पटक पटक संघर्ष भएको इतिहास पनि ताजै छ। मधेस भएर मधेसी भएका सबको प्रमुख थलोको रूपमा रहेको यस प्रदेशलाई पर्यटकीय दृष्टिकोणले निहाल्दा नेपालको मात्रै भएर विश्वको नमुनाको रूपमा लिन सकिन्छ। तसर्थ अनगिन्ती पर्यटकीय सम्भावना बोकेको प्रदेशले विकासको पर्खाइमा पर्खेर सबलाई निहालिरहेका छन्। जुन सामान्य रूपले हेर्दा खोला नाला, ताल तलैया, मठ मन्दिर, चर्च गुम्बा मस्जिद देखिन्छ भने आन्तरिक रूपले निहार्दा पुर्खाको एउटा वरदान र एउटा प्राकृतिकको अद्भुत कलाकृति देखिन्छ। ऐतिहासिक कलाकृतिले भरिपूर्ण अर्थात् हिन्दू धर्मका धार्मिक ग्रन्थ रामायणको पवित्र पात्र सीताको जन्मस्थल जानकी मन्दिरमा भजन भइराखेको बेला छेउको मस्जिदमा नमाज पढिरहेको दृश्य ब्रह्माण्डमा कतै तपाईले हेर्न र सुन्न पाउनुहुन्छ? मलाई विश्वभरिमा एउटा यस्तो मात्र स्थल देखाइदिनुहोस् जहाँ एउटा चर्चको सरसफाइमा एउटा ब्राह्मणको हात होस्, एउटा मुस्लिमले नमाज पढिराखेको बेला एउटा क्रिस्चियनले शिर झुकाएको होस्। इट इज कल्ड रिलिजियस टोलरेन्स व्हिच इज ओन्ली फाउन्ड इन मिथिलानगर। भनिन्छ 52 बिघा क्षेत्रफल ओगटेर फैलिएको नारीमन्ताल एक रातमा निर्माण भएको इतिहास छ रे। के यो विश्वको आश्चर्यजनक कुरा होइन त? खोइ त्यसको संरक्षण र संवर्धनको इतिहास। मलाई तपाई नेपालभरिमा एउटा यस्तो मात्र स्थल देखाइदिनुहोस् जहाँ वीरगञ्ज रक्सोल जत्रो अन्तर्राष्ट्रिय नाका होस् र जनकपुर जयनगर जस्तो रेल सेवा होस्। तर विडम्बना यति धेरै हुँदा पनि मेरो प्रदेश भरतताल हेर्न गएका पर्यटक, भरतताल जुन 121 बिघामा छ, नेपालको सबभन्दा ठूलो मानव निर्मित ताल, त्यहाँ हेर्न गएका पर्यटकहरूले टोयलेटको सुविधा नपाएर छटपटिरहेका हुन्छन्। निशुल्क खानेपानीको सुविधा नपाएर प्यासले तडपिरहेका हुन्छन्। गढीमाईको भव्य र सभ्य मेला हेर्न गएका पर्यटकहरूको पार्किङ स्पटबाटै बाइक चोरी भएको खबर बेलुका सामाजिक सञ्जालमा पाउँदा कति रमाइलो हुन्छ होला है? कति रमाइलो हुन्छ होला जब हामी सुन्छौँ कि 52 बिघा क्षेत्रफल ओगटेर फैलिएको नारीमन्ताल अहिले 19 बिघामा आएर सीमित हुन पुगेको छ। कति रमाइलो हुन्छ होला जब हामी सुन्छौँ कुनै बाह्य पर्यटकको मुखबाट कि जानकी मन्दिरको वरिपरि त सफा राखेको छ, तर त्यही भन्दा 200 मिटर पर खाजा खानाका लागि पुग्यो भने फोहोरको थुप्रो र लामखुट्टे बाहेक केही भेट्दैनन्। कति रमाइलो हुन्छ होला है महोदय? 7 वचन, 7 फेरा र 7 जन्मको संगम मानिएको विवाह आज यस्तो अवस्थामा पुगिसकेको छ कि एकातिर जन्तीको बाँसको पिटाइबाट स्वागत गरिन्छ भने अर्कोतिर दिलवाले दुल्हनिया ले जाएंगे भन्दै दुधको दाँत समेत नभा